यल महानगरपालिका ऐतिहासिक सांस्कृतिक कृषि धार्मिक महत्व जागु जात्रा पर्व फापा प्याखया संरक्षण संवर्धन यागु आजु अक्षयकोष पलिस्थ याना महानगर आर्थिक ग्वाली याना वया चंगुदु महानगरपालिका स्थानीय सरकार मडुगु अवस्था आर्थिक अभावका कारण हापा लोभ जुइ ठुङ्गुगु व लोभ जुइगु अवस्था ठेङ्गु जात्रा पर्व लिसेक फापा प्याख आ हाक्न निरन्तरता कया हेना वया चंगुदु महानगरपालिका यल लायकु केनिगु कार्तिक प्याखया नीति छगु करोड तकया अक्षय कोष्या पलिस्थ या त आर्थिक ग्वाली फ्याना तगु ख महानगर थगुनेया आर्थिक वर्षे नियगु लख्तकया आर्थिक ग्वाली यागु खसा वंगु माक 8 गते महानगरपालिका ल्य दनिगु नियगु लख आर्थिक ग्वाली यागु ख नगर परिक्रमा पनि हाम्रो गर्नुपर्ने कार्तिक नाच संरक्षण समिति वंगु कार्तिक 24 गते निसे 1 गते तक च्यानु न्यंक कार्तिक प्याख केने त ता लागु लसता यागु समापन ज्याजोले यल महानगरपालिका या मेयर चिरिबाबु महर्जन आर्थिक ग्वाली ललहाना दिगु ख यो कार्तिक नाच व्यवस्थापनको निमित्त 1 करोड रुपियाँको अक्षय कोषको व्यवस्थापन गर्दै गर्दा यस्तै प्रकृतिको अन्य नाचलाई पनि हामीले न्यूनीकरण गर्न नहुने तसर्थ हामीले गत वर्ष कार्तिक नाचलाई 50 लाख रुपियाँको व्यवस्थापन गरिरहँदा हामीले रुद्रायणी नाचलाई 25 लाख रुपियाँ अनि हर्षिती नाचलाई पनि हामीले 25 लाख रुपियाँको व्यवस्थापन गर्यौं र हाम्रो प्रतिबद्धता चाहिँ रुद्रायणी र हर्षितीलाई 50-50 लाख पुर्याउने भन्ने थियो तसर्थ यो वर्ष हामीले रुद्रायणीको लागि पनि अर्को थप 25 लाख र हर्षितीको लागि पनि हामीले थप 25 लाखको व्यवस्थापन गर्यौं र त्यो चाहिँ अब हामी निकट भविष्यमै यस्तै सानो कार्यक्रम गरेर हामी रकम हस्तान्तरण गर्न गइरहेका छौं तसर्थ ती नाचहरूको निमित्त पनि हामीले बोलेको कुरा पुरा हुँदैछ भन्ने पनि मैले यहाँहरु समक्ष निवेदन गरेँ हाम्रो यहाँ विगत 25-26 वर्षदेखि रोकिराखेको तर हामी निर्वाचित भएर आइसकेपछि हामीले पुनः सञ्चालन गरेको खर्ग जात्रा पायो जात्रा यो चाहिँ हामीले 23 वर्षको रोकावटपछि त्यसलाई हामीले पुनः सञ्चालन गर्न हामी सफल भयौं र कोभिडको कारणले गर्दाखेरि हामीले 1 वर्ष रोक्नु पर्यो र गत वर्ष फेरि हामीले राम्रैसँग धुमधामका साथ मनायौं र सो जात्रालाई पनि अक्षय कोषको व्यवस्थापन भयो भने यसले पनि राम्रोसँग निरन्तरता पाउनेछ भन्ने हाम्रो ठम्ब्याइरह्यो तसर्थ यो खर्ग जात्राको लागि पनि हामीले अक्षय कोष व्यवस्थापन गर्नको लागि हामीले 25 लाख रुपियाँ छुट्याएका छौँ जाजोले मेयर महर्जन कार्तिक नाच सम्पन्न या त ग्वाली यागु थिथि संघ संस्था या प्रतिनिधि तयत कदर पत्र ललहाना हंगु खसा कार्तिक प्याखया प्रचार प्रसारे महत्वपूर्ण भूमिका मितुगु थका नेपाल मण्डल टेलिभिजन यातन हंगु ख त्यसैले ललितपुर उद्योग वाणिज्य सङ्घ जाजोले कार्तिक नाच संरक्षण समिति या नायक किरण चित्रकार कार्तिक नाच तालाकेट ग्वाली यागु यल महानगरपालिका लिसे थिति संघ संस्था व प्रतिनिधि तयत सुबाद्य छना दिगु ख हामीलाई यो नाच सञ्चालन गर्नको लागि विभिन्न संघ संस्था यस्तै व्यक्तिहरूबाट सहयोग प्राप्त भएको छ उहाँहरूलाई हामी धन्यवाद नदिई बस्न सक्दैनौँ हामीलाई निरन्तर रूपमा साथ सहयोग दिनेहरूमा जस्तै ललितपुर महानगरपालिका त्यस्तै ललितपुर उद्योग वाणिज्य सङ्घ अनि पाटन सङ्ग्रहालय त्यस्तै हाम्रो यो 16 वडा कार्यालय उहाँहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ।
अठे यल महानगरपालिका या ओदल्या सोरया नाय निर्मल रत्न साक्य नेपाल उद्योग वाणिज्य संघ या मुछ्यान्जे रूपक मान महर्जन लगायत कार्तिक नाच किने त तालागुली फिन्तुना देछासे ठठगु खतया दिगु ख कार्तिक नाच संरक्षण समितिले हाम्रो कार्तिक नाच हाम्रो ऐतिहासिक नाचको संरक्षण सम्वर्धन प्रवर्धनको लागि जुन प्रयास गर्दै आएको छ त्यसको तुलना जति गर्दाखेरि जोसँग गर्दाखेरि पनि तपाईको अपुग नै हुन आउँछ। हाम्रो संस्कृति सम्पदा संरक्षणको क्रममा यो कार्तिक नाच संरक्षण समितिले कार्तिक नाचको लागि जुन ऐतिहासिक हाम्रो नाच छ 380 वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आइरहेको यो नाचलाई अझ पनि यसलाई व्यवस्थित रूपमा अगाडि बढाउनको लागि समय सापेक्ष कार्यक्रमहरू गर्दै आएको हामीले थाहा पाएका छौँ। धन्यवाद। धन्यवाद। उहाँलाई नातेश्वरले सधैँ हाम्रो नेपाल भाषामा उहाँलाई प्रधान स्वरूप उहाँलाई दिएको छु।